हेर्नुस् गाइस, विकसित ठाउँ भनेको यस्तो हुन्छ। किनकि यो भनेपछि इन्डिया हो क्या। हेर अब यो रोडको साइडमै मस्त यस्तो मेसिनहरू राखेको छ। यो साइकल छ, उता साइकल छ, एक्सर्साइज गर्नलाई है। यता पनि छ, उता हेर हरेक मसिनहरू छ क्या यहाँ। अब जिम पनि जान जरुरत पर्दैन। हेर्नुस् गाइस, विकसित ठाउँ भनेको यस्तो हुन्छ। किनकि यो भनेपछि इन्डिया हो क्या। हेर अब यो रोडको साइडमै मस्त यस्तो मेसिनहरू राखेको छ। यो साइकल छ, उता साइकल छ, एक्सर्साइज गर्नलाई है। यता पनि छ, उता हेर हरेक मसिनहरू छ क्या यहाँ। अब जिम पनि जान जरुरत पर्दैन। रोडको साइडमै लगाएको हुन्छ। मस्त आउँछ केटाहरू एक्सर्साइज गरेर जान्छ होइन। त्यही भएर यसलाई भन्छ कि विकसित ठाउँ भनेपछि। यस्तो विकास हाम्रो नेपालमा कहिले होला भन्ने म उम्मिद त गर्दैन। त्यही भएपछि त एकदम खुसी लाग्छ आउँछ।